good morning. Today we are going to Khumai Dada. So we are just leaving home. हामी यहाँदेखि घाचोक चाहिँ बाइकमा गएर त्यहाँबाट चाहिँ ट्रेकिङ गर्ने हो. इट्स डार्क हियर. 6 त बजिसक्यो त्यही पनि अँध्यारो छ. ल अब हामी घाचोक पुगेर हिँड्छौँ है त. बाइक निकाल्दै हुनुहुन्छ मेरो बुढाले. बाई. This is Ghachok. We are on the way to Ghachok, bye guys. It's very cold. So after 1 hour 45 minutes leaving from Pokhara, हामी घाचोकबाट पनि माथि आएर बाइक पार्किङ गर्ने ठाउँमा छौँ. अब बाइक पार्किङ गरेर यहाँबाट हिँड्न सुरु गर्दैछौँ. त्यो बाइक पार्किङ. सी यू. हाई. सो फाइनली वी हेभ स्टार्टेड आवर ट्रेक. अब यहाँबाट हामी हिँड्न सुरु गर्दैछौँ. दिस इज द भ्यू. जाने हो कि अब चलो. नि हो भन लाज नमानिकन भन न. लाज किन बाबा? ल हामी चाहिँ सरी खर्का हो कि के मारे बाइक राखेको? सारीपाखामा बाइक राखेर अहिले कति मिनट, आधी घन्टा हिँडेर हामी यो जङ्सनमा आछौँ. अब यहाँबाट हिले खर्कातिर लाग्दैछौँ हामी. सो टायर्ड अलरेडी. यताबाट खुमाई, उताबाट घुमतारा जाने बाटो पनि रहेछ. यहाँबाट हामी अब खुमाईतिर लाग्दैछौँ. हो त्यो डल्ली हिँड्न सकी छैन राम्ररी. कुरा त्यही हो है त. हिले खर्का. हामी त्यहाँबाट हिँडेको कति बज्यो? I don't know. I have to look at the time. 9 बज्यो होला. अब लगभग हामी 25 मिनट 20 मिनटमा पुगिन्छ भनेको ठाउँमा चाहिँ हामी ट्याक्कै 17 मिनटमा आइपुग्यौँ. Kudos bro, kudos. Cheers. अब हामी यहाँबाट सिधै कहाँ जान्छौँ? खाना खान्छौँ. चिम्ले भन्ने ठाउँमा गएर हामी खाना खान्छौँ. ओ घोडा, वाइट घोडा. चलो. Everyone, wow, my cheeks are so pink. Blush लगाए जस्तै हुन्छ. हामी यहाँ पानी खान एकछिन रोकेको. बिकज यहाँबाट we can see यस्तो उकालो छ. त्यही भएर एकछिन टेकिङ अ ब्रेक. यस्तो उकालो पछि बल्ल के अरे चिचिनले आइपुग्यो. अब यहाँ we are having lunch. एक्सट्रिम उकालो. यति गाह्रो भए बिचमा अहिले पनि सास फुलिरहेछ. हामी टिमुर हाल्न बिर्सेछौँ क्या. टिमुर हालेको सास पनि सजिलो हुन्थ्यो. कति गाह्रो भयो. टुमर उकालो उसलाई देखेँ भन मलाई. अब खाना खाने, एकछिन रेस्ट गर्ने अनि बल्ल हिँड्ने. We are having our lunch finally in Chichinle. Let's dig in. This is the bato after के अरे माया त्यो ठाउँको नाम के अरे? चिचिमले. यो सिधै भिर हो यो. अनि हिँड्ने ट्रेल यति मात्रै छ. Oh my god, अंधेरा है, अंधेरा भाइ साहब. We are in Rift Camp. यस्तो अप्ठ्यारो बाटो. यस्तो खाली यस्तो.
अब यहाँबाट खुमाई डाँडा नेक्स्ट स्टप वेदर इज भेरी ब्याड इट्स लाइक खै हाम्रो गाउँ त पुगेम तर लुक एट द ब्लडी वेदर दे आर सेइङ भोलि चाहिँ राम्रो हुन्छ भनेर बिहान चाहिँ साँझ चाहिँ खुल्छ अरे अब यहाँबाट हामी खोर्चन जान लागेको चलो This is the condition, guys. You see this smog, fog, whatever it is. यस्तो छ हाम्रो हालत खोर्चन पुग्नु अब सायद 10-15 मिनट बाँकी छ जाँदैछ हामी बाटोमा एकछिन रेस्ट गरिरहेको अँध्यारो भइसक्यो 11 घन्टा हिँड्यो लाइभ स्नोफल फोन अफ छ हाम्रो बल्ल बल्ल यो फोनको लागि चार्ज गर्नलाई राखेको हिमाल देखेको छैन तर हिउँ बेसरी परेको छ यु क्यान सी द स्नो परिरहेछ हिउँ सो अब हेरौँ कतिसम्म कति पर्छ ब्याड लक भन्ने गुड लक भन्ने त माया अब सबैको ब्याड लक हो कि सबैको गुड लक हो थाहा छैन एटलिस्ट हिउँ परेको देख्न पाइयो हिउँ देखियो हिमाल चाहिँ खुलेन यहाँ भुइँभरि हिउँ छ सी द्याट बिहान हिउँ पऱ्यो तर धेरै बेर परेन एकछिन मात्रै पऱ्यो अब हामी यहाँबाट फर्किन थालेको अब यहाँबाट खुमाई जाने तल अहिले हामी कोर्चनमा हो बाइ द वे हिजो आयो राति चार्ज थिएन राति एकदम गाह्रो बाटो थियो बल्ल बल्ल आइपुग्यो अब अहिले ओर्लिने कसरी हो थाहा छैन यति स्लिपरी छ गुड लक टु अस बाई whoever said Khumai is an easy trek sorry guys it's not हामीले चाहिँ 2 दिन लगाएको भएर नि हामीलाई गाह्रो भयो होला होइन इफ यु टेक 3 days it might be easy for you but overall it's a very hard trek it's not beginner's trek ठाडै उकालो छ ठाडै हामीले त खोर्चन पुग्ने बेलामा चाहिँ एकदमै गाह्रो भयो इट वाज अ नाइटमेयर टु अस बल्ल बल्ल खुट्टा ड्र्याग गरेर हामी खोर्चनसँग पुगेको एन्ड खोर्चनमा पनि एकदमै डर लागेको थियो राति पानी परिरहेको थियो लाइट थिएन केही थिएन इट वाज भेरी टफ बट समहाउ वी डिड इट एन्ड इट वाज आवर फर्स्ट ट्रेक टुगेदर अन आवर वे ब्याक एन्ड लुक वाट इज डुइङ लाली ग्रास टिप्दिनै पऱ्यो अरे मलाई अनि त्यही भएर मलाई लाली ग्रास टिपिदिएर ल्याइदिँदैछन् मेरो बुढाले इज सो टायर्ड गोलुमोले पुगी मेरो पुगी हौ थ्याङ्क यू After not being able to see the view, somehow we came back to the bike parking area and त्यहाँबाट चाहिँ we went home. Guys, हामी घर पुग्यौँ है सी मेरो बुढाको हालत I know मेरो हालत पनि त्यस्तो छ okay this stairs no I can't do that bro ल म ट्राई गरेँ है त ए हेर्नु ल सके ए ल